फन्डमा पनि आइहाल्छ कि आउँदैन यसरी आउँदो रहेछ त नि हेलो गाइस हेलो हामी चाहिँ पुल्चोकी जाँदैछौँ है काठमाडौँदेखि पुल्चोकीसम्म हाम्रो यात्रा गर्नुभएको बाटो पर रहेछ भगवान् बाटो साह्रो चिप्लो रहेछ त सबैलाई रमाइलो लाग्छ अनि आज त्यस्तै भइरहेछ त्यसो चाहिँ होइन अफरोड चाहिँ छ कि क्या हो अफरोड पनि यतिकै अफरोड भयो त ठिकै हुन्छ रोइरहेछ बाइकको बाइक लिएर जाँदा गरेको हामीसँग चाहिँ बाइक छैन कति अलिक सबै चाहिँ रमेश धेरै गरिदिनु होला हाम्रो मिनी भवन बनिरहेको है सुन्छ के हो किन सुन्दैन होइन होला सुनिहाल्छु नि अफरोड यहाँदेखि हुन्छ होइन त्यो पनि खतरै कुदाइदिन्छु म फेरि होइन कुदाउँदै रहेछ सल्लाह चाहिँ बाटो देखिँदैन अगाडि अगाडि बाटैमा छ यहाँ बटन त छ हौ कस्तो लाग्यो यता त बाटो राम्रो छैन हौ अघि नै माथि नै राम्रो थियो कच्चीको लागि त म आएँ होइन कि चाहिँ यहीँ जुत्ता खोल्नु पर्दा चाहिँ कस्तो महसुस भइरहेछ अरे तपाईँ कस्तो नि गाड लाग्यो नि गाड लाग्नु कम त चाहिँ हुँदैन धुम्रपान निषेध क्षेत्र यो चाहिँ टावर रहेछ यहाँ चाहिँ यो एनटिसी हो कि एनसिएल के को टावर रहेछ होइन होला एनटिसिएनसिएलको त नेटवर्कै छैन त के हो यहाँ चाहिँ सबैजना आएपछि चाहिँ यहाँको चाहिँ विशेषता चाहिँ ढुङ्गा यसरी मिलाएर राख्नुपर्ने सबैको है जो कोही आए पनि तपाईँहरू आयो भने यसो ढुङ्गा मिलाएर राख्नु होला अनि तपाईँले सोचेको कुराहरू सबै कुरा पुरा हुन्छ यो कम्तीमा नि 7वटा भन्दा थोरै चाहिँ नराख्नु होला मेरो कतिवटा पो 3टा यता चेक लगाउनु पऱ्यो गाह्रो अडाउँछस् कि 7वटा 4वटा राम्रो ढुङ्गै पाइँदैन रहेछ हौ यो पाराले 7वटा अड्काउँदैन सल्लाह हौ म पुरै आएको थिएन 6वटा है ला गाह्रो गाह्रो 6वटा अब एउटा सानो राख्छु 7 सफल भएको चाहिँ यो ढुङ्गा अड्काउनमा मनोकामना पनि पुरा गरेको होला तर मन्दिर यहाँ यस्तो छ चाहिँ मूर्तिहरू रहेको रहेछ मलाई 5 रुपियाँ त म राखेर म ढोक्छु यो चाहिँ पूजा गर्नु गइराखेको छु यो प्रे गर्नुको लागि पूजा गर्दा कस्तो महसुस भइरहेछ एकदम भगवान्बाट चाहिँ आस्था एकदम धेरै आस्था छ सोचेको कुराहरू पुरा अब त्यस यहाँनिर पनि रहेछ भगवान् कुन भगवान्को गणेशको रहेछ मनोकामनाहरू
भन्दै ल बाई 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 अदे हम देदैन जेरी यहाँनिर चाहिँ सुवर्णलाई आइन्छ अर्को हात दे यो दे यो दे अदे यस्तो त गली मरेको जस्तो सिकारी हुनु पर्ने त यस्तो लेकमा त कुकुरहरू भोक लाग्यो बिस्कुट खान्छेस् आज तँलाई म बिस्कुट दिन्छु तँलाई भान परेको छु कुदेर आएको त नि जित्यो तँलाई जित्यो तँलाई टाढो निस्किहाल्छ नि जुम हुँदैन नि उही जुम गर्छु जान ठुक्क मैले खुट्टा टेकेछ यस्तो मजै भएन तान्नेको त छैन नि मैले तानेको छुइनँ नि यता हेर अलि मजाले फेरि हेर अलि मजाले हेर स्टिक चाहिँ कहाँ हाल्छ अनि हातले बोकेर म्याजिक स्टिक त छ त साँच्ची होइन तर स्टिकले कसरी खिच्छ अगाडिको कहाँ